नमस्कार क्रिकेट प्रेमी साथीहरू, स्वागत छ तपाईलाई आजको अर्को भिडियोमा। नेपाल क्रिकेट टिमबाट कुशल मल्ललाई हालै ओडिआई र टी20आई दुवै फर्मेटबाट हटाइएको छ। धेरै फ्यानहरू आश्चर्यचकित छन्। के यो निर्णय सही थियो? के नेपाली क्रिकेटले ठूलो गल्ती गर्यो? आउनुहोस् बुझ्ने प्रयास गरौँ उनको स्ट्याट्स हेरेर। कुशल मल्लको ओडिआई प्रदर्शन। कुशल मल्लले हालसम्म 39 वटा खेलमा 768 रन बनाएका छन्। उहाँको उच्चतम स्कोर 108 रन छ र स्ट्राइक रेट 89.61 छ। औसत भने 24 को रहेको छ। त्यसमा 1 शतक र 4 अर्धशतक रहेको छ। त्यसको साथै बलिङमा पनि 24 विकेट लिएका छन्। औसत 33.70 र इकोनोमिक 4.34 रहेको छ। केही पोजिटिभ एस्पेक्ट्सको कुरा गर्नु पर्दा कुशल मल्लले तीव्र गतिमा रन बनाउन सक्छन् र ब्याट बल दुवैबाट योगदान गर्न सक्छन्। केही नेगेटिभ एस्पेक्ट्सहरू भने पछिल्लो केही इनिङ्समा निरन्तर प्रदर्शन गर्न सकेका छैनन्। ओडिआईमा कन्सिस्टेन्सीको अभाव देखिन्छ। टी20आईमा भने कुशल मल्लले 51 टी20आई खेलमा 921 रन बनाएका छन्। स्ट्राइक रेट 146 को रहेको छ, जुन नेपाली टिमकै उच्च नम्बरमा पर्छ। 137 रनको नट आउट पारी रेकर्ड नै ब्रेक गरेको थियो। बलिङमा पनि 19 विकेट लिएका छन्, जसमा औसत 21 को हाराहारी छ र इकोनोमी 6.30 रहेको छ। यसमा पोजिटिभ एस्पेक्टहरू हेर्दाखेरि टी20आईमा कुशल मल्ल अत्यन्तै प्रभावशाली देखिएका छन् म्याच फिनिसरको भूमिकामा। नेगेटिभ एस्पेक्ट्सको कुरा गर्नुपर्दा पछिल्ला केही म्याचहरूमा रनको फ्लो एकदम निरन्तर घटेको पाइन्छ। के यो निर्णय उचित हो उलाई टिमबाट ड्रप गर्नु? वान बाइ वान हामी एनालाइसिस गरौँ है त। नम्बर 1 मा कन्सिस्टेन्सीको अभाव। कुशल मल्लले कहिलेकाहीँ चम्किने प्रदर्शन गरे पनि ओडिआई जस्तो फर्मेटमा निरन्तर योगदान दिन सकेका छैनन्। दोस्रो, टिममा कम्पिटिसन बढ्दै गएको छ। अहिले नेपालसँग राम्रो विकल्पहरू छन् जसले निरन्तर प्रदर्शन गरिरहेका छन्। तेस्रो नम्बरमा गेम अवेरनेस र टेम्परामेन्टमा सुधार आवश्यक देखिन्छ। धेरै पटक उनी अननेसेसरी रिस्क लिने शैलीमा आउट भएका छन्। उनलाई केही समय बेन्चमा बसेर सेल्फ रिफ्लेक्सन गर्ने मौका दिनु नै उपयुक्त हुन्छ। यो समयमा उनी आफूलाई अपग्रेड गर्न सक्नेछन्। क्रिकेट केवल नामको आधारमा होइन, फर्मका आधारमा खेलिने खेल हो। टिम व्यवस्थापनले फ्युचर इन्भेस्टमेन्टको रूपमा यो निर्णय लिएको हो। जब फर्म र एटिट्युड फिर्ता ल्याउँछन्, अवश्य नै उनी फिर्ता आउनेछन्, तर अहिलेका लागि हटाइनु राम्रो डिसिजन हो जस्तो लाग्छ। कुशल मल्लको क्षमतामाथि शंका छैन, तर टिम सधैँ क्षमता होइन, प्रदर्शनको आधारमा छानिन्छ। तसर्थ अहिलेको अवस्थामा हेर्दा उनलाई हटाइनु सही र समयमै लिएको डिसिजन हो। तपाईलाई के लाग्छ? के यो डिसिजन तपाईलाई पनि उचित लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला।